होटलमा ठ्याक्कै आइपुग्यौँ एकदम धेरै हुनुहुन्छ पछाडि हिँड्नु नसक्नेहरू पनि आउँदै हुनुहुन्छ दिदीहरू गर्मी यति धेरै छ कि गाइज होइन देख्न सक्नुहुन्छ आजको भिडियो एकदम राम्रो छ हाम्रो दिदीहरू र पछाडि पनि दिदीहरू हुनुहुन्छ आउँदै हुनुहुन्छ हिँड्न नसक्ने अवस्थामा हुनुहुन्छ दिदीहरू चाहिँ जे फाले घुम्न यस्तो हिलो बाटो रहेछ गाइज ल देखिरहेछ कस्तो टेन्सन भयो यस्तो टेन्सन हुँदा पनि बियो सुन्दिन त के भएको भाइरल गर्नुमा पनि आउनु हामी चाहिँ धनकुटामा आइपुगेको छौँ ल वेलकम टु माई के म त कालो नै लाउने रहेछु भयो ल हामी चाहिँ यतिजना छौँ बाटो त्यस्तो छ चिप्लो पानी परेर यति धेरै ठुलो पानी पर्यो कि है देख्न सक्नुहुन्छ साथीहरू आउँदै गरेको छ पानीले भिजेर म सुत्रुकै भिजेर मेरो खबर हिँड्नु नसकेको अवस्था डरले पानीले भिजेर म सुत्रुकै भिजेर मेरो खबर हिँड्नु नसकेको अवस्था डरले पानी चाहिँ एकदम ठुलो परेको एकदम ठुलो है ओहो पानीले आज बर्बाद पार्यो म त झन् चढ्न यति डर लाग्यो कि हामी चाहिँ अब घर फर्किँदै गरेको बाटोमा टक्क गाडी पनि भेटिहाल्यौँ हामी सिंहदेवी जाने अनि यता नाना नगर है यता नाना यहाँ छु चेपेर बसिरहनु दाजु तल बस्ने रे होइन तल बस्ने रे अब सिट पाइहाल्यो उसले चाहिँ हामीले चाहिँ पायौँ अनि हामी चाहिँ यसरी जान गइरहेको छौँ जाँदैछौँ अब हिँड्न लागेको हामी अनि यहाँ माथि हामी चढ्न गएको यति डर लाग्यो कि मलाई चाहिँ है फर्किहाल्यौँ भने त्यसपछि र अब चाहिँ हामी घर फर्किँदैछौँ
उहाँलाई चिनेन मैले नाना म चाहिँ गम्भीर अवस्थामा छु गम्भीर अवस्थामा छु ल नाना ल म त जाडोले मर्यो ल ल एकदम म त भइरहेको छ होइन खानेकुरा चाहिँ कसले चोर्छ र च्याप्पको च्याप्प छ त खानेकुरा चाहिँ कसले चोर्छ र च्याप्पको च्याप्प छ त बाई बाई फेरि अर्को भिडियोमा भेटौँ बाई बाई